भाइ ए हो ए भैया हो यता 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 ल एकैछिन आउन दिइरा अब हट जाऊ माला धेरै नखोल्नु है फोटोमा आउनु पर्छ थोरै माला छैन माला अलि माथि छ है एकदिन नखोल्नु है तेरा भाग अगाडि बढ्नु न पछाडि कति भिड लगाउने लगाइसकेपछि दादा फेरि भन्नु खोइ खोइ के लाइन खोइ लड़का है ना कनी हाँ उहे छेक दई फेस त आवत दो नहीं आवत है कोनो अर्थ नहीं रह जाता ये आदमी के भोग लुका हट जाए ना वो अपन फेस के ना देखे से बात नहीं हां 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 सही बात है ओ मोबाइल वाला सब हो बाप रे वो गाड़ी से खाली कर दो फोटो ले देखा ए को अगाडि बजाऊ शान्त शान्त बजाऊ हल्ला कम गरौ हमर क्षेत्र हमर दिए नगर कत जाते फोटो लेबा
me trabajar que
छन् अहिलेकै समसामयिक राजनीति? अहिले मैले समसामयिक वर्तमान राजनीतिको बारेमा राख्नुभन्दा तपाईँहरूलाई केही जिज्ञासा भने राख्नुहोस्, त्यसको म जवाब दिउँला। र मैले झन् 4 वर्षै बाँकी सबै अवधिसम्म जान्छु। यहाँ भौतिक पूर्वाधार मन्त्री हुँदाखेरि यहाँका हुलाकी सडकदेखि लिएर केही अधुरा पुलहरूले पूर्णता पाएको थियो भने अझै धेरै बाँकी छन्। के छ यसले अब यहाँ मन्त्री भएपछि पूर्णता पाउलान्? अब हेर्नुहोस्, आशा राख्नुहोस्, किनभने 4 वर्ष 3 महिना पछाडि हामी फेरि फर्केर यो मन्त्रालयमा आएका छौँ। हाम्रा प्रधानमन्त्रीजीको पनि निर्देशन छ, भौतिक पूर्वाधारलाई जसरी हुन्छ पहिले राम्रो गर्नुहोस्, किन भौतिक पूर्वाधारको विकास नगरिकन देश समृद्धितर्फ जान सक्दैन। त्यसैले सरकारको लक्ष्य नै पहिलो लक्ष्य नै त्यो भौतिक पूर्वाधारसँग सम्बन्धित, चाहे त्यो हुलाकी राजमार्ग होस्, चाहे त्यो महेन्द्र राजमार्ग जसलाई नेकपा एमालेका सरकार भएको बेलामा पूर्व प्रधानमन्त्री केपी ओलीजीको निर्देशन अनुसार मैले 4 लेन गरेको थिएँ र अहिले पनि धमाधम भइरहेको छ। चाहे त्यो मध्य पहाडी राजमार्ग होस्, चाहे मदन भण्डारी राजमार्ग होस्, यी सबै, चाहे उत्तर दक्षिण धेरै रोडहरू 74 पछाडि निर्माण भइरहेको छ। यी जति रोडहरू छ त्यो सबै रोडहरू सकभर छिटोभन्दा छिटो सम्पन्न गर्ने लक्ष्य लिएर यो सरकार अगाडि बढिरहेको छ। फेरि गठबन्धनकै कुरा गर्दा के अरे तपाईँहरू नेकपा एमाले र काङ्ग्रेस बीचको सहकार्यको कुरा पनि धेरै उठिरहेको छ। किन सहकार त अहिले पनि भइरहेछ नि। सहकार त काङ्ग्रेस प्रतिपक्षमा गए पनि वेटिङ प्राइम मिनिस्टरको लागि वेट गरिरहेको हुन्छ। त्यसैले सहकार त प्रतिपक्षमा बस्ने सबैसँग हाम्रो सहकार जारी छ। सरकारमै सहकार्यको कुरा, दुईटा कुरा छ, एउटा सरकारमा आएर सँगै जाने, एउटा बाहिर बसेर सहकार गर्ने। अहिलेको स्थितिमा उहाँहरू बाहिर बसेर सरकारलाई सहयोग गरिरहनु भएको छ। अनि संसदमा अब रवि लामी छाने लगायतको कुरा पनि उठिरहेको छ। तपाईँहरू प्रतिपक्षमा हुँदा प्रश्न उठेपछि केही मन्त्रीका विषयमा संसद अवरुद्ध पनि गर्नुभएको अवस्था थियो। त्यो विषय चाहिँ के छ, के भन्न चाहनुहुन्छ त्यो विषयमा? अब जहाँ हाम्रो प्रधानमन्त्री रवि लामी छानेजीको कुरा छ, त्यो कुरा अहिले जुन प्रकारले काङ्ग्रेसले राजीनामाको माग गर्नुभएको छ त्यो आफैमा गलत कुरा हो। अहिले त संसदीय छानबिन ठिक छ, होइन, उहाँहरूको माग छ संसदीय छानबिन समिति। हिजो गठबन्धन चेन्ज हुँदा नेपाली काङ्ग्रेसले उहाँलाई प्रधानमन्त्री बनाउन सक्ने, तर उहाँहरूको अफर स्वीकार नगर्दा र यो मन्त्रालयमा आएर यो सरकारमा आएर गृहमन्त्री भन्दा अपराधी हुने, ठग हुने, त्यो कुरा गलत कुरा हो। त्यसैले छानबिन जारी छ। दोषी भएपछि त, जोसुकै व्यक्ति दोषी भएपछि त सरकारबाट बाहिर जानै पर्छ, कुनै चान्स छैन, चाहे जोसुकै होस्। अनि मधेस सरकारको सम्बन्धमा एमालेको पोजिसन के हो? मुख्यमन्त्रीको विषयमा केही सहमति भएको छ? हेर्नुहोस्, मधेस सरकारको बारेमा मात्र होइन, 7 प्रदेशको सरकारको बारेमा पार्टी बीच छलफल सहकार्यहरू भइरहेको छ। जे सहमति भएको छ त्यो अनुसार हामी अगाडि बढ्छौँ। भएको चाहिँ के छ त्यही सोधेको। अब के भएको छ त्यो पछि थाहा पाइहाल्नुहुन्छ नि। मधेसमा मन्त्रालय टुङ्गिरहेको छैन मन्त्रीहरूको नाम। एउटा कुरो म तपाईँलाई के भनिदिएँ भनेदेखि सबै नाउँ टुङ्गिन्छ। अहिले समय परिपक्व भइसकेको छैन। आशा गर्नुहोस् छिटोभन्दा छिटो, त्यो भोलि पनि हुनसक्छ, 2 दिन पछि पनि हुनसक्छ। अब धेरै दिन पर्खिनु पर्दैन। अरे यहाँकै पार्टीका सरोज यादव मन्त्री भौतिक पूर्वाधार, स्वास्थ्य, गृह एउटै मन्त्री 3वटा मन्त्रालय सम्हाल्दैछ, अनि अरू पाइएन मान्छे। त्यस्तै हो। म भन्छु पहिलो अहिलेकै हाम्रा सामान्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजी शपथ ग्रहण लिँदाखेरि 3वटा बिना विभागीय मन्त्रालय राखेर सबै मन्त्रालय उहाँसँग थियो कि थिएन? त अहिलेको मुख्यमन्त्रीसँग सबै मन्त्रालय छ। मुख्यमन्त्रीसँग छैन। होइन, ठिक छ, यो
मन्त्रालयहरूको प्रमुख तपाईँको मुख्यमन्त्री नै हुन्छ, हाम्रो प्रधानमन्त्री नै हुन्छ। त्यो उहाँले कार्य विभाजन अन्तर्गत दिएको हो। कसैलाई 4वटा मन्त्रालय दिन सक्छ, कसैलाई 2टा दिन सक्छ। तर अब समय आइसकेको छ, अब चाहिँ मन्त्रालय अनुसार मन्त्रीहरूको निर्णय हुन्छ। धन्यवाद। पनि सत्तामा ल्याउन केही पहल, मधेसमा ल्याउन केही पहल हुन्छ कि हुँदैन? उहाँहरू जन सहकार पहिला पनि भएको थियो, अहिले पनि भइरहेको छ। हामी चाहन्छौँ उहाँहरूलाई पनि ल्याएर तपाईँको लागि आएको माला अध्यक्षलाई पनि लागेको छ। तपाईँहरूको पार्टीले मधेसको मुद्दालाई त्यत्रो जोडसँग उठाइरहनु भएको छ। उहाँ हाम्रो राजनीतिक व्यक्तित्व भनौँ न, एउटा धेरै हामीभन्दा धेरै सिनियर हुनुहुन्छ, हाम्रो गार्जियन पनि हुनुहुन्छ। त्यसैले हामीले उहाँहरूले भनौँ न जहाँ हुनुहुन्छ त्यहाँ बसेर पनि हामीलाई सहयोग गरिरहनु भएको छ। हिजो पनि सहयोग गर्नुभएको, हिजो पनि सहयोग नगरेको होइन, हिजो पनि सहयोग गरेको र भोलि पनि। तपाईँले नै शिलान्यास गरेको धनुषा जिल्लामा धेरै पुल सडकहरू अल्पत्र परेको छ, त्यस विषयमा के भन्न चाहनुहुन्छ? एउटा पनि बाँकी रहँदैन। जति शिलान्यास भएको छ त्यो पनि, जो भएको छैन त्यो पनि, धनुषा जिल्लामा मात्र होइन, मौतडीको पनि त्यही हाल छ। तपाईँको धेरै देशमा त्यस्तै हाल छ। त्यसैले हामीले एउटा धनुषालाई मात्र फोकस नगरेर देशलाई नै फोकस गरौँ। धन्यवाद। अब हेर्नुहोस्, कामको गति बढाएको छ, चिनिया कम्पनीले काम गति बढाएको छ। तुरुन्तै मलाई लाग्छ 7 दिनभित्रमा फेरि कमलादेखि लिएर बागमतीसम्म टेन्डर हुन गइरहेको छ।